एआईले बनाइदिएको सरकार तपाईले प्रमाणित गरिदिनु पर्यो। आम मतदाताले हालेको मत कुन चाहिँ विदेशीले आएर समातेर ढाप 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 घन्टीमा छापिदियो त्यो प्रमाणित गरिदिनुहोस्। कहाँ भन्यो भन्नु भएन त्यो भने त मैले के भने यो जुन अहिले राष्ट्रपाले जो बहुमत ल्याएर उनीहरू विजयी भए त्यसमा चाहिँ ती सबैको चाहिँ भूमिका छ र त्यो कारणले गर्दा उनीहरूलाई बधाई पनि दिएको हो नि। त्यसमा त्यो सबैको भूमिका छ। तपाईले चाहिँ एल्गोरिदमलाई बधाई दिनुभयो क्या? एल्गोरिदम भनेको त्यो सञ्चार जगतलाई भनिएको चाहिँ त्यसमा सञ्चार जगतले पनि यो चुनावलाई चाहिँ सफल पार्नमा चाहिँ एउटा निर्णायक भूमिका खेल्यो। चुनाव सफल पार्न सहयोग गर्यो तर राष्ट्रपालाई जिताउनलाई चाहिँ होइन होला नि त? होइन, चुनावलाई सफल पार्नलाई चाहिँ राष्ट्रपा चाहिँ सफल भयो, राष्ट्रपालाई पनि बधाई दियो नि त। जस्तो एमालेलाई असफल बनाउन चाहिँ मिडियाले भूमिका खेल्यो भन्ने पनि हो यो सबै? त्यस्तो भनिएको छैन। किन एमाले त असफल भयो नि त। एमाले पनि मात्रै नभएर चाहिँ पुराना त्यो स्थापित राजनीतिक दलहरू त सबै पराजित भयो नि त। उनीहरूले चाहिँ अपेक्षित मत ल्याउन त सकेन। त्यस कारण त्यहाँ भनि अस्ति मैले सम्बोधन गर्दाखेरि चाहिँ फेरि यो पराजयबाट पनि चाहिँ पराजित पक्षहरूले पनि धेरै सिकेका छन् भन्ने कुरा